हाई एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ साथीहरू। अनि म चाहिँ आइसकेको छु सिर्जना राई न्यू भ्लग लिएर साथीहरू। अनि आज चाहिँ म बारी रुङ्ने मेरो कार्यक्रम भइरहेको छ साथी। अनि यहाँ चाहिँ पुरा सुगाहरूले चराहरूले मकै खाइदिन्छ क्या हाम्रो। हेर्नु न यहाँ मकै पुरा ठुल्ठुलो घोगा भइरहेछ है। यस्तो मकै चाहिँ पुरा चराहरूले खाइदिन्छ क्या हाम्रो। अनि मकै चाहिँ कस्तो भयो भन्दै हुनुहुन्छ भने नि यस्तो सोलले ठुल्ठुलो देखिन्छ तर भर्खर यस्तो मकै हुँदैछ है। मकै चाहिँ मजाको मकै चाहिँ दामी हुँदैछ साथीहरू। अनि टक्क हाम्रो मकै चाहिँ यति धेरै छ, यति धेरै है। अनि यहाँ चाहिँ यो अब ठेकावालाहरूले चाहिँ क्या मकैहरू ठेका गर्न आउँछ। अनि यो मकैको मोल लाउन आउँछ साथीहरू। अनि यहाँ चाहिँ अब दाम काम मिलेको छैन, त्यही भएर चाहिँ यहाँ मकै रुङ्नु पर्दैछ साथी। दाम काम मिल्यो भने त उनीहरूले नै अब रुङ्ने हो, उनीहरूले नै लाने हो, मतलबै भएन क्या हामीलाई। सो म चाहिँ यहाँनिर अब बुवा मम्मीहरूले यहाँ सुगा रुङ्नु जा त, सुगा त्यो सुगालाई धपाउनु जा, त्यहाँ जाँदा खाइसक्यो होला भन्नुहुन्छ है मम्मीहरूले चाहिँ। अनि टक्क अब होइन भनेको टेर्नै पऱ्यो, यत्रो मकै छ खाइदियो भने त होइन। अनि हामीलाई त घाटा लाग्छ नि त साथीहरू। अनि टक्क है भइसक्दैछ है हाम्रो मकै चाहिँ यहाँनिर। त्यही भएर म चाहिँ आज भ्लग स्टार्ट गर्दा क्या मकै रुङ्ने मेरो प्रोग्राम चल्दैछ। अनि यहाँ पनि छ हाम्रो लसुन बारी चाहिँ अलिअलि यसो रोप्नु भएको होला हाम्रो बुवाले चाहिँ। यहाँ हामीले रोपेको चाहिँ माथि छ, मेरो छोरा र मैले रोपेको, यो बुवाले रोप्नु भएको। अनि यहाँ चाहिँ म अहिले एकछिनमा यो चारो पनि काट्नुपर्ने छ। आज मेरो पुरा काम बेसी नै छ साथीहरू। यहाँ चारो काट्नु आउँछु म। यो चारो साथीहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ चारो हो क्या हाम्रो। चारो पनि रोप्नुपर्छ क्या यतातिर, रोपेर यतातिर चाहिँ जोस् फेसिलिटी चाहिँ बेसी नै छ है। चारो रोपेर छरेर अनि टक्क है बेला बेलामा उम्रिन्छ अनि काटो, फेरि उम्रिन्छ अनि काटो, त्यस्तो खालको गर्नुपर्छ कामहरू। ओ कुशलको मम्मी के गर्नु भएको? अनि यो बारी पुरा अस्ति तोरी थियो घामले त मार्न आँट्यो। यहाँ चराले खाँदैछ कि मकै भनेर आएको क्या, खानु थाल्यो अरे हाम्रो। अब यस्तो साथीहरू हाम्रो गाउँघर तलको घरतिर चाहिँ यतातिर यस्तो घरहरू पाइन्छ साथीहरू। यति धेरै राम्रो छ क्या हाम्रो यो चाहिँ पनि, यो हाम्रो गाउँ पनि एकदम राम्रो छ। अनि यहाँ पछिको लागि हाम्रो यो पुरा यो के भन्छ सुपारी, यो चाहिँ सुपारी हाम्रो पछि आम्दानी हुने सुपारीहरू छ। टक्क हेर्न सक्नुहुन्छ यतातिर मकै बारी थियो नि त अस्ति हुँदै। अनि यतातिर मकै बारी हुँदा चाहिँ हाम्रो खाएको थिएन क्या। अनि यतातिर अब सक्यो, अनि सकेपछि अब हाम्रोलाई एट्याक हान्छ। सो हामीले चाहिँ रुङ्नु पर्ने हुन्छ यसरी। अनि टक्क है हेरौँ यस्तो चल्दैछ मेरो चाहिँ दिनचर्या साथीहरू आज चाहिँ। अनि भ्लग पनि स्टार्ट गरिहाल्छु भनेर चाहिँ मैले भ्लग पनि स्टार्ट हालिदिएको क्या आज चाहिँ। अनि टक्क आज म धेरै नै काम भ्याउनु पर्ने छ गाइजहरू। अनि हाम्रो बुवाले चाहिँ अब यो मकै रुङ्छ त यसले घरबाट हल्लाउनु पर्ने अरे क्या साथीहरू, यो घरबाट हल्लाउनु पर्ने। अनि यो बोतल टेङ हल्लिन्छ नि त। अनि सो अब यसलाई चाहिँ अनि मकैलाई चाहिँ एकदम जोगिन्छ भनेर यो बुवाले बनाउनु भएको। अनि त अलिक छिपेको चाहिँ छैन क्या। अनि यो ठेक्कावालाहरू आइन्जेल चाहिँ हाम्रो चाहिँ एकदम यो जोगाउनु पर्ने हुन्छ। अनि यो वरिपरि मकै यतातिर थियो क्या यो मकैहरू पुरा। अब होइन यो मकै भइन्जेल चाहिँ हामीलाई सुख थियो साथीहरू, एकदम सुख थियो यो मकैहरू भइन्जेल चाहिँ। मकै चाहिँ ओभर खतरा फलेको छ। हेर्नु यहाँ यस्तो सेपिलोमा पनि यस्तो फलेको छ क्या साथीहरू, यस्तो फलेको छ। अनि यस्तो यहाँ कागतीको बोर्डहरू पुरा ठुल्ठुलो छ हाम्रो। अनि सो अब म चाहिँ यस्तै गर्दै हिँड्दैछु। तर चराले खाएको रहेछ अहिले चाहिँ, चरा आइगएको रहेछ क्या। तर खाना खाने बेलामा एट्याक हुन्छ भन्नुहुन्छ क्या बुवा मम्मीहरूले। खाना खाने बेला त भएको 11 बजे होला, अहिले 10:30 सायद। अनि एट्याक हानिहालेको चाहिँ छैन रहेछ यहाँ। अनि सो यहाँ पनि अब अस्ति हाम्रो यहाँ चाहिँ आलुबारी थियो। आलुबारीमा चाहिँ हरियै पारिसक्यौँ हामीले। यो पनि चारो हो, सुँगुरलाई चारो। सुँगुर चाहिँ एउटा दुईवटा मात्रै छ साथीहरू, तर एकदम जो साथीहरू। यहाँ पनि हाम्रो कोला फलिरहेछ। यहाँ अब अस्ति हामीले मुला उखालेको थियौँ, यस्तो भइहाल्यो है। बारीलाई त सुखै छैन क्या, इङ्गेज बारी एकदम। अनि यस्तै हो
हेर्न सक्नुहुन्छ। अब मुलाहरू पनि अलिअलि चाहिँ छ है हाम्रो, तर अब यत्तिकै हो यो मुलासुलाहरू। अनि यो चाहिँ हाम्रो सुँगुरलाई चाँडो फेरि यतातिर छ। अनि हाम्रो यो चाहिँ के भन्नुहुन्छ भने आँप म्याङ्गो साथीहरू यति धेरै फुलेको छ। यहाँनिर पनि छ, यति धेरै फुलेको छ साथीहरू, त्यहाँ पनि छ होइन। त्यो माथि पनि छ। हाम्रो आँप चाहिँ धेरै नै छ है, फुलहरू हेर्नु न यस्तो धेरै फुलेको छ साथीहरू। अनि टक्क है, अनि यो आँप चाहिँ कति धेरै चाहिँ फुलेको छ, कति धेरै चाहिँ फल्ला भन्ने चाहिँ म एकदम आशामा छु साथीहरू। अनि टक्क है, यहाँ पनि छ हाम्रो आँप चाहिँ। मलाई त रम्म आँपहरू फुलेको देख्दा आनन्दमय आउँछ, भोलि पर्सि खानु पाउँछु भनेर मलाई आनन्दमय लागिरहेको छ साथीहरू। हेर्न सक्नुहुन्छ आँपको बोट, आँपको बोट। अनि ओभर मिठो पनि छ नि फेरि यहाँको आँप, हाम्रो आँप चाहिँ। सो अब हामी किनेको म खाना दिनुपर्ने हुन्छ गाइस। यहाँ चाहिँ हाम्रो सानो सानो यो चाहिँ काँक्राको बोट उम्रिँदै रहेछ। अब म चाहिँ अब घर हिँड्ने। यहाँ पनि छ हाम्रो आँप, आँप आँप। यहाँ पनि आँप चाहिँ हाम्रो यस्तो फुलेको छ, तर फुलेर पनि फल्नु पाँटिसक्यो। एक साथीहरू मम्मी नुहाउँदै हुनुहुन्छ, टक्क गाईहरू आँप फुलिरहेको छ हाम्रो घरमा। मम्मी नुहाउनुहुँदैछ साथीहरू। अनि हाम्रोमा चाहिँ के छ, हाम्रोमा सबै फलेको देखाउनु पऱ्यो। यो क्या हो, यो के भन्छ मेवा, मेवा। अनि हामीलाई यहाँ हाम्रो यहाँनिर माछा खेती पनि छ है साथीहरू, माछा खेती, माछा खेती छ है गाईहरू, माछा हाम्रो चाहिँ यसरी। ल उतातिर पनि बुवाले पुरा खनिसक्नु भयो गाईहरू। अनि टक्क हाम्रो फुलबारी पनि छ यहाँनिर चाहिँ। ल यस्तै है, कति ठुलो भाले हाम्रो 4 दिन छ भनेर आएको होला होइन। स्याउ स्याउ लु चारो खाऊ। ल काटेर खाइसकिसक्यौँ क्या हाम्रो कुखुरा चाहिँ पुरा। अनि यो कुखुरा खेतीमा पनि हाम्रो चाहिँ होइन साथीहरू, यहाँ चाहिँ के को बोट हो यो, बिर्सिहाल्छु क्या, सुपारीको बोट छ है। हेर्न सक्नुहुन्छ सुपारीको बोट, गाईहरू है। यतातिर पनि पुरा रोपेको छौँ हामीले सुपारी खेती लाएर खानु परेन त पछि होइन साथीहरू, हो नि त। त्यही भएर चाहिँ पुरा रोपिदिएको छौँ क्या हामीले। ल है साथीहरू, ल है दर्शकवृन्दहरू, म चाहिँ यहाँनिर डस्ना लिएर आइसकेको छु। यसलाई के भन्छ, ब्ल्याङ्केट, डस्ना भनेको छु, सो सरी। अनि यो ब्ल्याङ्केट चाहिँ हामीले के भन्छ जाडो महिनाभरि, त्यो महिनादेखि 2-3 महिना ओढेको यो हात्ती धुलाई हान्नु पर्ने हुन्छ होइन। अनि यस्तो कपडाहरू चाहिँ क्या, सिरकहरू चाहिँ पहिले हजुरहरूलाई थाहा छ कि छैन, हजुरहरूको गाउँतिर गर्नुभयो कि गर्नु भएन, यता पहाड बोचुरमा नजिकै। अनि उहाँहरूले चाहिँ के गर्नुहुन्थ्यो भने नि साथीहरू, त्यो जाडोमा ओढेको लुगाहरू चाहिँ पुरा क्या ठुलो फोसीमा, ठुलो खड्कुलातिर पकाएको जस्तो लाग्छ कि पकाएको हो कि अब डुबाउनु भएको खरानीसँग क्या। अनि हाम्रो चाहिँ अब ढुङ्गे धारा थियो नि त पुरा हाम्रो घर छेउमा, हाम्रो चाहिँ घरमा चाहिँ ढुङ्गाको धारा थियो, ठुलो खोलाबाट आउने धारा। अनि उहाँहरूले चाहिँ त्यहाँ धारामा, हाम्रो धारामा लिएर धुनुहुन्थ्यो क्या। अनि कस्तो कस्तो गनाउनु चाहिँ होइन। तर त्यो त्यस्तो क्या, त्यो सिरक चाहिँ अब उयो के पो खरानीसँगको सिरक चाहिँ कस्तो सेतो हुन्थ्यो क्या। हजुरहरूकोतिर चाहिँ गर्नुभयो कि गर्नु भएन होइन, बुढापाकाहरूले। मैले चाहिँ त्यो देखेको छु है साथीहरू। अनि यसलाई पनि त्यस्तै तरिकाले धुने बेला भएको छ, तर मैले चाहिँ अब त्यस्तो तरिकाले होइन, म चाहिँ यसलाई सरफ पानीले धुनको लागि म तयार भएर रेडी सेडी भएर आइसकेको छु साथीहरू। सो अब म चाहिँ यसलाई डुट्टो पारेर धुनुपर्ने छ। अब यसलाई
कति चाहिँ धोइसकेँ मैले यसलाई साथीहरू। अब यस्तो सिरप चाहिँ नओर्नु होला, थत्तेरीका अब नकिन्नु पनि होला। म त हत्तु भएँ, हजुरहरू पनि हत्तु छ, हुनै भएको छ होला। यदि यस्तो खालको कपडाहरू छ भने त हजुरहरू पनि पक्कै पनि म जस्तै फुल हुने भएको छ होला साथीहरू। हत्तु खेलायो मलाई चाहिँ साथीहरू, हत्तु खेलायो, हत्तु खेलायो, यतिले मलाई हत्तु खेलायो साथीहरू। लु साथीभाइहरू, अब ब्ल्याङ्केट धोएपछि चाहिँ यत्तिको सुँगुरको मासुसँग चाहिँ चट्टसँगले खानु नै पर्छ है। खाना चाहिँ अलिक देखिएन हौ मजाले। यो चाहिँ चिकनको हो, अचार चट्ट पिरो छ नि त। अनि यो चाहिँ मासु, सुँगुरको मासु, कटाइ भएन छ हौ, अलिक सागसँग हो क्या। यो साग चाहिँ फेरि पहाडको, अनि कालो दाल साथीहरू, अनि सेलाइसक्यो, त्यो पनि मिठो मानेर खानुपर्ने हुन्छ है साथीहरू। अब मैले चाहिँ यो भात ल साथीहरू, खानासाना खाएर चाहिँ म चाहिँ यसो झाडु पोछा कार्यक्रममा पुरा बिजी हुन थालेँ अब यसो होइन साथीहरू। अब यस्तै हो, घरको कामहरू गर्नुपर्ने हुन्छ, दायाँदेखि बायाँसम्म, बायाँदेखि दायाँसम्मको कामहरूले चाहिँ मलाई कहिले पनि छोड्दैन, यसरी नै पक्रिरहन्छ। अब होइन हजुरहरूलाई पनि कति धेरै यस्तै हुनुहुन्छ होला, म जस्तै एक्लो बुहारी हुनुको फाइदा के हो। खेलेको स्कुलबाट आएपछि यसरी खेल्नुपर्छ। तर चप्पल चाहिँ कहाँ पुग्यो, चप्पल चाहिँ लाउ न, ओइ चप्पल ल साथीहरू। अब यहाँनिर चारो काट्नुपर्ने हुन्छ, मेरो चाहिँ आजको काम चारो। यो चारो चाहिँ काट्नुपर्ने हुन्छ, बुवाले काटेर ल्याइदिनु भएछ तलबाट चाहिँ। अब म चाहिँ यहाँनिर काट्नुपर्ने हुन्छ गाइज। यो चारो चाहिँ के छ, मिक्स छ, मिक्स चारो काट्दैछु है मैले। आज त कस्तो गर्मी भएको हौ। ल साथीहरू, धमाधम काटेर चाहिँ यति एक भाँडा भइसक्यो। अब यसलाई कचाक खुचुक पारेर पकाउनु पर्ने हुन्छ मैले चाहिँ। अनि यहाँ अलिकति छ साथी। अब यस्तै हो, दिनचर्या यसरी नै बित्यो मेरो चाहिँ। अब यसरी नै काट्दैछु, अब काटकुट गरेर चाहिँ यहाँ पकाउनु पर्ने हुन्छ। रात भइसकिसक्यो। अनि यता ठुलो छ, माछा पोखरी पनि छ। अब आम्मा ल यहाँ ठुलो ओहो माछा पोखरी त कत्रो नि सानो। वाउ, सफा गर्नुभयो, सफा गर्नुभयो। ल सो साथीहरू, आज चाहिँ मेरो दिनहरू यस्तै बितेर हजुरहरूले हेरि नै सक्नुभयो। अनि आज चाहिँ रात पनि परिसक्यो साथीहरू। अनि अब जे गरे आजको दिन त्यही देखाएँ हजुरहरूलाई भन्दै
अनि मेरो भिडियो यदि आज मात्रै हेर्नुभएको थियो भने पनि होइन म यस्तै भिडियोहरू गर्छु साथीहरू। हस् अनि आजको भिडियो चाहिँ अब यस्तै बित्यो। हजुरहरूले हेरिदिनु सक्नुभयो साथीहरू। अनि छोरीले के खाने भन्नु हुँदैछ, उहाँलाई चाहिँ म दोकानतिर लग्दै आजको लागि भिडियो यही अन्त्य गर्न चाहन्छु। डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै आजको भिडियो मार्फत बिदा हुन चाहन्छु। बाई बाई साथीहरू, बाई बाई।